ल हेर यो कोरियामा अहिले माथि रुखका पातहरू झरेर चाहिँ सबै यो पत्करहरू जथाभावी पत्करहरू। आवास भाइ यो हेर न यो पत्करहरू कति विधि हो। यो त्यही त सुँगुर र यो सानो सानो बाछा बाछीहरूलाई चाहिँ लगेर सबै सोरसार गरेर सानो बाछा बाछीहरू सुँगुरहरू कति रमाउँथ्यो होला है। सुँगुर अपमुन्डे ल सबै यो पहिलिएर झर्दैछ ल पातहरू। यो अहिलेको शरद ऋतुहरूमा चाहिँ यस्तो छन्। कोरियाको यो फानफुङ भन्दो रहेछ अहिलेको यो समय। यति राम्रो यो रङ्गीन हुँदो रहेछ क्या रातो। कहाँ हिँडेको अहिले फर्किँदा ल्याउँ के कसैले लाँदैन। अहिले फर्किँदा अनि पर फर्किँदा चाहिएन अहिले किन चाहियो त चस्मै बिना खिच्दा पनि भयो। भेटायो यस्तो चिसोमा यार सुतिरहेछन् मान्छेहरू। ल कति रङ्गीन छ बिरुवाहरू पनि। ल हेर्नुहोस् प्राकृतिक सुन्दरताको धनी कोरिया यो शरद ऋतुको समयमा चाहिँ मनै लोभ्याउने कति यो रङ्गीन बिरुवाहरू हेर्नु त। वाउ कस्तो राम्रो क्या यो फुलै भन्नु आउँदो रहेछ है। यो त खासमा यो कुन्द्रुक हो यार। जाउँ यो समुद्र सुकेछ अहिले। समुद्र सुकेको बेलामा चाहिँ अलिकति मौका पारेर हामी तर्दैछौँ। ओहो यस्तो चिप्लो रहेछ यार। ए बिस्तारो है बिस्तारो जाउँ है बिस्तारो जाउँ। साह्रै चिप्लो यार। कति चिप्लो हो मेरो त जुत्ता चिप्लो छ यार। यस्तो जाडोमा यार पानीमा खुट्टा हाल्नु त मन छैन यार। ल चिप्लो होइन त। एउटा भाइ कति छिटो गएछ यार। ल साँच्चै चिप्लो रहेछ यार। के हो यो त गोहीहरू हो कि सुवा गर्छ। यता ल हामी अलरेडी क्रस गरिसक्यौँ। अब हामी यो साइडतिर जाने विचार गरेर जाउँ यतातिर। ल हेर्नुहोस् त कोरियाको समुद्र सुकेपछि चाहिँ यहाँका कोरियालीहरू चाहिँ यो छोके भन्ने जस्तै साङ्गे किरा आकारको चाहिँ प्रजातिका चाहिँ यो किराहरू हुँदो रहेछ। यो सामुद्रिक किराहरू समुद्र सुकेको अवसर पारेर चाहिँ यहाँका कोरियाली नागरिकहरू चाहिँ समुद्रको यो सुकेको तटमा गएर चाहिँ यसरी यो किरा समात्दो रहेछन्। यति जाडो मौसम छ। यति जाडो मौसममा पनि हेर्नु न यो चाहिँ हाम्रो नेपालको जुम्ला डोल्पातिर गएर यो सियार्सा गुम्बा टिपे जस्तै ठ्याक्कै यहाँ पनि यो यस्तै यो अवसर पारेर चाहिँ यस्तो गर्दो रहेछन्। मलाई चाहिँ त्यस्तै लाग्यो क्या होइन भाइ। नेपालमा चाहिँ यार्सा गुम्बाहरू टिप्न माथि माथि लेकतिर जाउँछन् नि त्यस्तै यहाँ चाहिँ यो समुद्र यो पानीको सतह घटेको यो अवसर पारेर चाहिँ यहाँका नागरिकहरू चाहिँ हेर्नुहोस् त। ल तपाईँहरू आफै सोच्नुहोस् न यो समुद्रको यस्तो चिसो
समयमा चाहिँ यो समुद्र सुकेको यो ठाउँमा चाहिँ लगभग यो पानी हिलो छ है यहाँ। ल हेर्नुहोस् त, सानो एउटा कुटो बोकेर गएर यो किरा खोज्दो रहेछ नि। यस्तो छ यो समुद्र चाहिँ कोरियाको वेदो साइडको समुद्र हो। यता भाइहरू चाहिँ फोटो खिच्ने पोजिसनमा पुरा तयार बसिरहेछन्। हाम्रो इन्चन एयरपोर्ट यहाँदेखि नजिकै छ, ऊ पर देखिएको इन्चन एयरपोर्ट नै हो। ल ल जाउँ हामी। हाम्रो भाइको फेरि एक्टिङ सहित जाँदैछ। यस्तो जाडोमा यार राम्रो यो जाडो हानु भाइ जाउँ। जाडो रोधीघरमा बसेको लाई अच्छा आज बिहानीको समयमा अहिले हामी समुद्रको छेउतिर आएको, हावा एकदम चलिराखेको छ। ओहो आज बिदा आइतबारको बिदाको समय पारेर हामी भाइहरू पनि घुम्न आएछन् यता आठसनतिर, फारनबाट आएको भाइहरू। तल झर तल भाइ लड्छ हो यता। जाडोमा यार ल केटा दुई त धम्माधम दिँदै पो रहेछ नि त यार। ठिक छ सुप खाने हो मेरो यहाँ छ। मिठो छ सुप? जाडो छ यार। मरमसला लाग्यो? म चाहिँ चिन रामेनको फ्यान हो क्या भिडियोको तपाईँको। ठिक छ। कोरियामा हुनेहरूले चाहिँ चिन रामेन खानुहोस् है मेरो अनुरोध। जाडोमा होइन मिठो अनि अलिअलि पिरो ल ल ल म पनि खान्छु। ल यो सल्लाहघारीभित्र पस्ने अरे त एकछिन भाइ, सल्लाहघारीतिर बस्ने अरे। जाडोमा त जङ्गल जङ्गल यसरी बसेर आगो तापेर बस्नु जङ्गलमा कति मजा हुन्थ्यो यार है। मारिहाल्छ नि यहाँ एकैछिनमा पुलिस आएर। अनि फोटो सुरु भइहाल्यो भाइको चाहिँ। पत्करहरू यार सबै झरेर तेरीमा यो पत्कर हेर्नुहोस् त, पत्कर पनि कति धेरै हो क्या। कति धेरै पत्कर रहेछ।